नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू, यहाँ उपस्थित विद्वद्जन, म धेरै लामो कुरा मसँग भन्नु छैन। आजको यो कार्यक्रममा म वास्तवमा सिक्न आएको हुँ। मैले सिकेका अझै सिक्नुपर्ने धेरै विद्वत महानुभावहरू यहाँ हुनुहुन्छ, विदुषीहरू यहाँ हुनुहुन्छ। वास्तवमा म उहाँहरूको ज्ञानबाट लाभान्वित हुन चाहन्छु। मलाई राम्रोसँग थाहा छ शिक्षा मेरो क्षेत्र होइन, तर यो राजनीतिमा लागेपछि कुन बेला कुन मन्त्रालयमा जानुपर्छ भन्ने कुराको ठेगान हुँदैन। त्यसैले मैले यहाँ केही गर्नेभन्दा अगाडि सबभन्दा बढी त तपाईँहरूबाट सिक्ने हो, तपाईँहरूबाट जान्ने हो र तपाईँहरूबाट लिएका कुराहरूलाई व्यवहारमा उतार्न प्रयत्न गर्ने हो। सानोमा हजुरमुवाको काखमा बस्दा एउटा कथा सुनाउनुहुन्थ्यो हजुरमुवाले। ठुलो जङ्गलमा सुगन्धको रुख हुन्छ, श्रीखण्डको रुख हुन्छ, अनि त्यो श्रीखण्डको रुखलाई एकदम धेरै नागहरूले, सर्पहरूले त्यो सुगन्धबाट मोहित भएर घेरेर राखेका हुन्छन् र त्यो सुगन्धित रुखको वरिपरि, त्यो श्रीखण्डको रुखको वरिपरि रहेका रुखहरूले पनि त्यो श्रीखण्डको रुखबाट सुवास ग्रहण गरेर सुवास छर्छन् भनेर भन्नुहुन्छ। वास्तवमा तपाईँहरू त्यही श्रीखण्डको रुख हुनुहुन्छ। म तपाईँहरूको ज्ञानबाट लाभान्वित हुनको लागि आज यहाँ उपस्थित हुनुभएको छ। यो मौका दिनुभएकोमा म नयन सिंह महर्जीलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ केदार सर हुनुहुन्छ, मेरो क्षेत्रको मतदाता। उहाँहरूकै आशीर्वाद पाएर दुईचोटि ललितपुरबाट सांसद हुने मौका मैले पाएँ। यहाँ धेरै विद्वज्जनहरू पनि हुनुहुन्छ, धेरै भिसीहरू हुनुहुन्छ, कतिपय भिसीहरू साथीहरू हुनुहुन्छ। पहिला पत्रकार हुनुहुन्थ्यो, अहिले पनि लेखिराख्नु भएको छ। भिसी हुँदाखेरि मलाई लेख्ने मान्छेहरू मनपर्छ। म केदार सरको इन्टरभ्यूहरू बहुत गहिरिएर पढ्थेँ। मलाई एकजना हाम्रो शिक्षाविदको तरिका असाध्यै मनपर्छ, मनोप्रसाद वाग्लेजीको। धेरै मान्छेहरू, धेरै विद्वानहरू पाठक प्रतिक्रिया लेख्दैनन्, तर मनोप्रसाद वाग्लेजीले शिक्षाको बारेमा कान्तिपुरमा अक्सर पाठक प्रतिक्रिया पनि लेख्नुहुन्थ्यो। मलाई त्यो तरिका बहुत मनपर्थ्यो, किनभने म आफै कुनै समय, लामो समय मैले पत्रकारितामा बिताएँ र पत्रकार सङ्घको महासचिव हुँदाहुँदै संसदको चुनाव लडेर सांसद हुन आइपुगेको मान्छे हुँ म। मलाई अनि सम्पादकीय र त्यो पाठक प्रतिक्रियामा कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि सामान्य मान्छेले पनि, धेरै विद्वानहरूले भन्न नसकेको कुरा टक्रक्क भनेको हुन्छ। त्यो देख्न चाहिँ एउटा पाठकले मात्रै देख्न सक्छ। त्यसैले म तपाईँहरूको पाठक हुँ, तपाईँहरूको विद्यार्थी हुँ। संजोगले शिक्षा मन्त्री हुन आइपुगेको छु। सिकाउनुहोस्, पढाउनुहोस् र यसरी हिँड्नुपर्छ भनेर बाटो देखाउनुहोस्। मुलुकको शिक्षा क्षेत्रलाई एउटा राम्रो, एउटा सुनिश्चित गन्तव्यतर्फ लैजानुको लागि मलाई तपाईँहरूको मार्गदर्शनको खाँचो छ, तपाईँहरूको सल्लाहको खाँचो छ। केदार सरले त बढी नै माया गर्नुहुन्छ, तर केदार सरका टाइम नलिई चाहिँ नजानु होला है। एकचोटि म शनिबारको दिन निर्वाचन क्षेत्र घुम्दै थिएँ, भएन केदार सरलाई नभेट्दा धेरै भयो, आज चिया खानु पस्ने हो बुढागाउँ भनेर फुरुगुरु पस्यो। उहाँले चिया पनि खुवाउनु भयो, थोरै कुरा पनि गर्नुभयो, तर बडी ल्याङ्ग्वेजले के बुझ्यो भन्दा बुढालाई टाइम नलिआएको मन परेको छैन भन्ने बुझ्यो। म गइरहेको छु, यही बिचमा पनि मन्त्री भइसकेपछि 3-4 पल्ट फोनमा कुरा गरेँ, सर टाइम दिनुहोस् न म आउँछु भनेर भन्दा मलाई जतिखेरको टाइम दिएको हुन्छ। किनभने सानैदेखिको म निशाचर जस्तो मान्छे, राति भएपछि बढी सक्रिय हुने, 9-10 बजे भए पनि हुन्छ भन्दा कहाँ हुन्छ रहु त्यसो भनेर भन्नुभएको छ। म एक दिन जान्छु, अरूहरूसँग नि टेलिफोनमा कुरा गरिरहेको छु, म सिक्न आएको। मलाई एउटा घटनाको सम्झना छ। केही वर्ष अगाडि प्रत्युष सोन्तले नेपालका दलहरूको, राजनीतिक दलहरूको शिक्षा नीति कस्तो छ भनेर स्टडी गर्नु खोज्नुभएको रहेछ मार्टिन चौतारीबाट। अनि मलाई उहाँले फोन गर्नुभयो, एमालेको चाहिँ शिक्षा सम्बन्धी डकुमेन्टहरू के छ, एकचोटि तपाईँले खोजेर दिनुहोस् न भन्दाखेरि अनि खोज्न थालेँ मैले। 6 महिना लाग्यो मलाई। एकीकृत धारणा त्यो बेला फेला परेन। विभिन्न हाम्रा शिक्षा विभागका डकुमेन्टहरू विभिन्न पत्रिकामा छापिएका ती सबै जम्मा गरेर मैले एउटा प्याकेट बनाएँ उहाँलाई दिनको लागि, तर दिन पाएको छैन। त्यो प्याकेट मसँग छ। वास्तवमा मलाई यो शिक्षा क्षेत्रमा आउँदाखेरि म यसको अलिकति राजनीतिक पृष्ठभूमि भनिदिन्छु कि यो संयुक्त सरकार, एमाले र काङ्ग्रेसको संयुक्त सरकार बन्नुभन्दा अगाडि पार्टीमा बहस हुँदा म के भन्थेँ भने होइन, यो कतिपय कुरा, आधारभूत कुराहरू हाम्रो माओवादीसँग मिल्दैनन्, वामपन्थी भनेर भएन, बरु कतिपय आधारभूत कुराहरू हाम्रो नेपाली काङ्ग्रेससँग मिल्छन्। बलियो सरकार बन्छ भने जाने तपाईँहरू हो, यो लाइनमा नि सोच्नुहोस् भनेर म आफ्ना खास गरेर प्रधानमन्त्रीजीलाई र अरू साथीहरूलाई पनि भन्थेँ। त्यो मलाई किन फिल भयो भन्दाखेरि
अकस्मात रूपमा जब नेकपा एमाले र माओवादीको एकता भयो, एकता भइसकेपछि त्यसको राजनीतिक दस्तावेज बनाउनको लागि एउटा कमिटी बनाइएको थियो। त्यो कमिटीमा प्रदीप गेवाली, भीम रावल, यता माओवादीजीको नि सिनियर नेताहरू भएर हामी 14-15 जना थियौँ। लास्टमा त्यो सबैसँग सुझाव कलेक्सन गरेपछि त्यसलाई ड्राफ्ट बनाउने जिम्मा माधव नेपालजी त्यसको संयोजक हुनुहुन्थ्यो, अनि अन्तिममा जिम्मेवारी चाहिँ नारायण काजी र मलाई पर्यो। त्यो बनाउने बेला दुईटा पार्टीको डकुमेन्टलाई मिलाउने बेलामा र त्यसपछि पनि जसरी त्यो राजनीतिक दस्तावेजलाई पूर्णता दिने बेलामा मेरो बहस भयो। मैले त्यो मौका चाहिँ पार्टीमा लामो समयदेखि सचिवालयमा रहेर यो राजनीतिक लेखन, राजनीतिक दस्तावेजहरू लेख्ने कामहरू गरेको हुँदा मिलेको थियो र त्यहाँ मैले फिल गरेको कुरा के भने जस्तो बहुलवादलाई लिएर मेरो ठुलो डिबेट हो। म बहुलवादको पक्षमा, माओवादीले अहिले पनि तपाईँहरूले उनीहरूको डकुमेन्ट हेर्नुहोस्, बहुलवादलाई पक्ष पोषण गर्दैन र जबसम्म हामी बहुलवादलाई सैद्धान्तिक रूपले मान्दैनौँ त्यस बेलासम्म हामी शिक्षामा पनि डाइभर्सिटी ल्याउन सक्दैनौँ, राजनीतिमा पनि डाइभर्सिटी ल्याउन सक्दैनौँ र फिलोसफीमा पनि सक्दैनौँ। किन भन्दाखेरि शिक्षा भनेको फिलोसफीभन्दा तपाईँले अङ्गीकार गरेको, तपाईँले ग्रहण गरेको दर्शनभन्दा बाहिरको कुरा होइन। तपाईँले कस्तो फिलोसफी लिनुहुन्छ त्यसले तपाईँले आफ्नो शिक्षा नीतिलाई कुन दिशा दिनुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ। त्यसैले आजको हाम्रो शिक्षा नीति भनेको अहिलेको विश्व प्रवाहसँग कम्पिटिसन गर्ने युवाहरू हामीलाई चाहियो। छिनमा हुने घटनाक्रमले आजको विश्वको घटनाक्रमलाई प्रभाव गर्छ। मैले यही शिक्षा मन्त्री भएपछि भने होइन, मलाई केही मेजर कुरा त हेर्नै पर्यो। अहिले शिक्षा विधेयक, यहाँ हाम्रो विद्यालयका शिक्षक नेता साथीहरू पनि आउनु भएको छ। अहिले मेरो काम भनेको अस्ति 9 बुधे त गरियो, तर उहाँसँग गरेका सहमति 75 सालका सहमति छन्, 78 सालका सहमति छन्, 80 सालका सहमति छन्, कुनै सहमति संविधानको अलिकति नमिल्ने ढङ्गको पनि सहमति छ, परस्पर विरोधी सहमतिहरू छन्। उहाँहरूले मलाई पाठ सोध्नुभयो भने 75 को सहमतिमा के छ, 78 को सहमतिमा के छ, 80 को सहमतिमा के छ भने म बुझाउन सक्ने भएको छु। तपाईँहरूले गरेको सहमतिको यति नम्बर बुदामा यो लेखिएको छ भनेर अरूतिर ध्यानै दिनु पाएको छैन। किन भन्दाखेरि अस्ति हामीले सहमति गर्दाखेरि असार 15 भित्र प्रतिनिधि सभाबाट शिक्षा विधेयकलाई चाहिँ हामी पारित गरिसक्छौँ भनेर कमिटमेन्ट गरेको छौँ। र अनि उहाँहरूले फेरि दबावको कार्यक्रम घोषणा गरिसक्नुभयो। हिजो मैले सहमतिमा 7 दिनको समय मागेँ कि मलाई 7 दिनको समय दिनुहोस्। उहाँहरूसँग वार्तामा छौँ, वार्तामा बसेर उहाँहरूलाई भन्न सक्ने कुरा हुन्छ भन्ने हो, भन्न नसक्ने कुरा हुन्न भन्ने ढङ्गले आउँदा फेरि समितिमा आएर छलफल नदोहोऱ्याउँ भनेर मागेको छु। वास्तवमा उच्च शिक्षातिर त टेक्निकल्ली कुराकानी भएको छ। धेरै भिसी सरहरू आउनुहुन्छ, धेरै प्राध्यापक डिन साथीहरू आउनुहुन्छ, उहाँहरूसँग कुराकानी भएको छ। साँच्चै उच्च शिक्षालाई कहाँ लैजाने भनेर गम्भीरतापूर्वक छलफल गर्न भ्याइएको छैन। कारण यही नै हो। त्यसमा त हामीले प्रस्थान गर्नैपर्छ, जानैपर्छ। मैले अघि एउटा भने नि, हाम्रो आजको आवश्यकता भनेको यो विश्व प्रवाहसँग कम्पिटिसन गर्ने युवाहरूलाई यहाँ राख्ने हो। गएको साल 1.5 खरब 1 खरब 50 अरब रुपियाँभन्दा बढी विद्यार्थीहरूले लिएर गएको छन्। त्यो त देखिने, तथ्याङ्कमा देखिने पैसा हो। तिनीहरू गइसकेपछि तिनीहरूले जाँदाखेरि $200-400 त्यत्तिकै लगेको हिसाब गर्नुहोस् र तिनीहरू गइसकेपछि बाबुआमाले नातागोता मार्फत, साथीभाइ मार्फत अथवा हुन्डी मार्फत पठाएको पैसा हिसाब गर्नुहोस् कति पैसा गयो। तिनीहरूलाई यहाँ राख्न सकेको भए आज हाम्रा रेस्टुरेन्टहरू सुनसान छन्, आज हाम्रा लुगा कपडा पसलहरू सुनसान छन्, आज हाम्रा डिस्कोहरूमा पनि पहिलाको जस्तो भिडभाड छैन। किन छैन? किन छैन भन्दाखेरि नाच्ने उमेर तिनीहरू विदेश गएको छन्, नयाँ नयाँ फेसनका लुगा लाउने उमेर तिनीहरू विदेश गएको छन्, साथीभाइ जम्मा भएर रेस्टुरेन्टमा खान जाने तिनीहरू विदेश गएको छन्। अनि इकोनोमी कसरी सरप्लस हुन्छ, इकोनोमी कसरी घुम्छ, कसरी चल्छ? यो युवा पुस्तालाई देश बाहिर पठाएर न मुलुकको अर्थतन्त्र अगाडि बढ्छ, न मुलुकको शिक्षा क्षेत्र अगाडि बढ्छ। त्यसैले मूल कुरा भनेको यसलाई आज सम्बोधन कसरी गर्ने, मैले यही मोडालिटी खोजेँ। मलाई सबभन्दा बढी हेर्न मन लागेको चाइनिज र इन्डियन, त्यसपछि अमेरिकन, ब्रिटिस र बङ्गलादेशको पनि हेरेँ। मलाई उनीहरूको सुरुदेखि युनिभर्सिटी तहसम्मको कुन मोडालिटीमा गाह्रो छन् भनेर मैले केही साथीहरूलाई डकुमेन्टै बनाउन लगाएँ र त्यो डकुमेन्ट आज मैले सर हेर्दाखेरि यो बिचमा चाइनिजहरूमा मैले हाम्रै वामपन्थी साथीहरूलाई भने तिमीहरू ठुल्ठुला कुरा गर्छौ। चाइनिजहरूले तल हाई स्कुल तहमा प्राइभेट स्कुलको प्राइभेट लगानी खुला गरेको छ। अनि हामीले यहाँ प्राइभेटलाई लगानीलाई बन्द गर्ने गरेर हामी जान सक्छौँ। 7वटा कि 8वटा युनिभर्सिटी उनीहरूले कोलाबोरेसनमा खोलेका छन्। अस्ट्रेलियाको युनिभर्सिटी छ, अमेरिकाको युनिभर्सिटीहरू छ र उनीहरू डबल डिग्री दिन्छन्। त्यो युनिभर्सिटीमा पढ्नुहोस्,
तपाईँ अमेरिकन डिग्री पनि अमेरिकन युनिभर्सिटीले दिने डिग्री पनि पाउनुहुन्छ र चाइनिज युनिभर्सिटीले दिने डिग्री पनि पाउनुहुन्छ। र यो बिचमा धेरै हाम्रा अखबारहरूले छापेका छन् केही चाइनिज युनिभर्सिटीहरू संसारका टप युनिभर्सिटीहरूको लिस्टमा अपग्रेड भएका छन्। अर्थात् शिक्षा क्षेत्रमा गरेको लगानी नै आज चीन प्रविधिदेखि लिएर अर्थतन्त्रसम्ममा सुपर पावर बन्नुको एउटा कारण हो। त्यसकारणले दिमाग खुला राख्नुपर्छ, समाज खुला राख्नुपर्छ। बन्द समाजमा हामी अब टिक्न सक्दैनौँ र यसो गर्दाखेरि प्राइभेट सेक्टरलाई हामीले रेगुलेट गर्ने क्षमता चाहिँ राज्यले राख्नुपर्छ। किन भन्दाखेरि इन्डियाकै मोडालिटी हेर्दा सबभन्दा धेरै प्रयोग मोदी त्यतिकै मोदी भएको त होइन नि, सबभन्दा धेरै प्रयोग गुजरातमा गरेको रहेछन्। गान्धीनगरमा 3-4वटा युनिभर्सिटी उनले कोलाबोरेसनमा ल्याएर नयाँ प्रयोग गरेका छन्, नयाँ टेक्निकल विषयहरू। जुन विषय आज एआईको विषय आज डिजिटल मिडियाले यति प्रगति गरेको छ, हामी अब आफै डेभलप गरौँ भन्ने ठाउँमा त छैनौँ नि। हामीले त कसैले त्यो नयाँ प्रविधि आविष्कार गर्छ भने त्यसलाई एडप्ट गरेर जानुको विकल्प छैन। त्यसैले यो प्रभावमा कम्पिटिसनमा उत्रन सक्ने युवा पुस्ता हामीलाई चाहियो र त्यो पुस्तालाई देशभित्र कसरी टिकाउने हाम्रो आजको उच्च शिक्षाले सोच्नुपर्ने कुरा यही हो। ध्यान केन्द्रित शिक्षा मन्त्रीको रूपमा म तपाईँहरूबाट तपाईँहरूको सल्लाह चाहन्छु, तर मैले देखेका कुरा यिनै हुन्। एउटा खुला समाजमा हामी जानुपर्छ, बन्द सोसाइटी हाम्रो लक्ष्य हुन सक्दैन र यो खुला समाजमा जाने क्रममा शिक्षा क्षेत्रमा पनि प्राइभेट लगानीलाई कसरी ल्याउने मात्र होइन, यदि टेक्निकल्ली आउँछन् जस्तो चाइनिजहरूले के गरिरहेछन् भन्दाखेरि सम्बन्धन होइन, तिमी यहाँ आऊ, तिम्रो टेक्निकल नोहाउ पनि लिएर आऊ, तिम्रो क्यापिटल पनि लिएर आऊ र इन्फ्रास्ट्रक्चरमा पनि लगानी गर। मोदीले पनि केही प्रयोग यही नै गरेका छन्। त्यसैले हामीले के हेर्नु पर्यो भन्दाखेरि हाम्रा विद्यार्थीहरू नयाँ विषय नयाँ कोर्स पढ्नको लागि विदेशमा जान्छन् भने त्यो कोर्सलाई यहाँ कसरी ल्याउने हाम्रो युनिभर्सिटीहरूले पनि सोच्नु पर्यो। कानुनले दिँदैन भने खोल्नु। जस्तो मलाई एकदम दिन मन लागेको युनिभर्सिटी खोप युनिभर्सिटी क्याबिनेटमा पुगेर प्रस्ताव फर्केको छ। किन मलाई अहिले मन लागेको भन्दाखेरि आजभन्दा 66 सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँको प्रमुख सल्लाहकार थिए। रोहितजी आफ्नो दलबल लिएर आउनु भएको थियो र त्यो बेला पनि युनिभर्सिटी माग गर्नुभयो। आज त्यो प्रक्रियाबाट बढ्दै बढ्दै क्याबिनेटमा पुग्यो, क्याबिनेटले फर्काइदियो। किन भन्दाखेरि स्थानीय निकायले युनिभर्सिटी चलाउने कुरा त संविधानमा छैन, कानुनमा पनि छैन। यो कसरी मिल्छ? अनि एउटा महानगरपालिका पनि होइन, ठिकैको एउटा उपमहानगरपालिका अथवा नगरपालिका के हो त्यसले युनिभर्सिटी चलाउन सकिन्छ कि सकिन्न। यद्यपि उनीहरूको मोडालिटी गजबको छ। तपाईँ हाम्रो राजनीतिक असहमति होला, तर के कुरा हामीले मान्नुपर्छ आजका मितिमा भने नेमो किपाले भक्तपुर नगरमा गरेको विकासको जुन मोडालिटी छ त्यो आफ्नो खालको छ, राम्रो छ, प्रशंसा लायक छ। त्यसलाई त हामीले मान्नु पर्यो नि। र उनीहरूले जसरी इन्जिनियरिङ कलेज र अरू कलेजहरू चलाइरहेको छन् त्यो साँच्चै राम्रो छ। विद्यार्थीहरूलाई उनीहरूले जसरी ऋण प्रवाह गरेर तिमी कमाउने भएपछि तिर भनेर एउटा प्रयोग गरेको छन् त्यो राम्रो छ। त्यो राम्रोलाई त राम्रो भन्ने विशालता अलिकति फराकिलोपन त हामीमा हुनु पर्यो। मलाई अरूलाई सम्बन्धन नदिने, किनभने युनिभर्सिटीको मोडालिटी हामी कहाँ त युनिभर्सिटी खोल्यो, पश्चिममा युनिभर्सिटी खोल्या छ, पूर्वको तेह्रथुमलाई सम्बन्धन दिएको छ, पूर्वाञ्चलमा युनिभर्सिटी खोल्या छ, कञ्चनपुरमा सम्बन्धन दिएको छ। त्यसैले यी कुराहरूलाई कसरी सिस्टमेटाइज गर्ने थुप्रै प्रश्नहरू तपाईँ हाम्रो अगाडि छन्। हो, यी प्रश्नहरूको विषयमा मेरो आग्रह के हो भन्दाखेरि मेरो चाहना चाहिँ के हो भन्दाखेरि मैले सरहरूलाई मसँग भेट्न आउने भिसी सरहरूसँग उहाँहरूसँग कुरा भएपछि मैले एउटा कुरा चाहिँ ग्यारेन्टी गर्ने गरेको छु, म हस्तक्षेप गर्दिनँ। म कसले के भन्नुहुन्छ म जान्दिनँ, तर म चाहिँ एकाडेमिक फ्रिडमको पक्षमा छु है। तपाईँहरू एक्सर्साइज गर्नुहोस्, युनिभर्सिटी राम्ररी बनाउनुहोस्, युनिभर्सिटीलाई राम्रो बनाउनुहोस्, हाम्रो युनिभर्सिटीको पनि नाम चलोस्, त्यसले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा टियुको हाम्रा अरू केयुको लगायत अरू जति पनि युनिभर्सिटीहरू छन् त्यहाँ विद्यार्थीहरू पढ्न आउन्न। कसरी बाहिरका विद्यार्थीलाई ल्याउने? किनभने एकाडेमिक फ्रिडम भन्ने कुरा बहुत महत्त्वपूर्ण हो। कोलम्बिया युनिभर्सिटीमा त म पनि एकचोटि जाने सौभाग्य पाएको थिएँ। माधवजी प्रधानमन्त्री हुँदा युएनओमा भाग लिन जाँदा कोलम्बिया युनिभर्सिटीको इन्भाइरोमेन्ट यसो 2-3 घन्टा घुमेर हेर्दा बडा रमाइलो लाग्यो। तर त्यो युनिभर्सिटीले एकाडेमिक फ्रिडमको लागि फाइट गर्न सकेन, त्यसले आत्मसमर्पण गर्यो। केही अरब डलरको लागि ट्रम्पको शर्त मानेर एक्सेप्ट गर्यो। तर हार्वर्डले फेस गर्यो, 2 अरब डलरभन्दा बढीको आर्थिक सहयोग चाहिँदैन भन्यो। त्यसपछि अहिले विदेशी विद्यार्थीहरूको बारेमा जुन इम्पोज गरेको थियो ट्रम्पले त्यसलाई नो भनेर कोर्टमा गयो, कोर्टले अहिले ट्रम्पलाई हराइदियो भन्दा त लडिरहेको छ नि। हार्वर्डले कसरी लड्न सक्यो? मलाई त्यो लागेपछि मैले खोजेँ हार्वर्डको इन्कम स्रोत के रहेछ। 12-13वटा उसका इन्कम स्रोतहरू रहेछन्, प्रशस्त जग्गा जमिन रहेछ, तिनीहरूलाई उसले लिजमा दिएर पैसा लिएको रहेछ, विद्यार्थीहरूको शुल्क, आफ्ना प्रकाशनहरूका 11-12वटा
क्राइटेरियाहरू यसो माने आधारहरू यसोले इन्कम गर्ने, जसले गर्दाखेरि $2 अरब भन्दा बढी दिन भन्दाखेरि पनि ऊ आफ्नो एकाडेमिक फ्रिडमको लागि लडिरहेको छ। हामीलाई यस्तै युनिभर्सिटी चाहिएको। मैले भक्तपुरको केस आएपछि हेरेँ कि यो सहरहरूले चलाएको कुनै युनिभर्सिटी संसारमा सकी छैन। अब क्याबिनेटले फिर्ता गरिदियो, फेरि क्याबिनेटमा त्यो प्रस्ताव लिएर जाँदा त मन्त्रीले त्यसलाई दिनुको कारण त खोल्न सक्नु पर्यो नि। यो कारणले पनि दिन सकिन्छ, औचित्य त खोज्नु पर्यो भनेर हेरौँ न त भनेर हेर्दा न्युयोर्कमा एउटा युनिभर्सिटी चाहिँ अलिकति त्यो न्युयोर्क सिटीको उसमा अलिकति कोलाबोरेसनमा जस्तो देखिँदो रहेछ। त्यसको पनि डिटेल खोज्दैछु। अक्सफोर्डको हेरेको, अक्सफोर्डको सहरको रहेछ, उसले सहरी माने अर्बन प्लानको लागि, सहरको विकासको लागि रिसर्चमा चाहिँ युनिभर्सिटीसँग कोलाबोरेसन गरेको, तर सञ्चालनमा उसको भूमिका त्यति देखिएन। त्यसैले यी विभिन्न मोडेलहरू हाम्रो देशमा हामीले हाम्रो लागि कुन सुइटेबल हुन्छ, उच्च शिक्षामा नि ग्रहण गर्नुपर्छ। युनिभर्सिटीको सङ्ख्या पर्याप्त भएको छ, किन भन्दाखेरि अझै पनि केही युनिभर्सिटी जस्तो क्युमै छन् होइन। तर ती युनिभर्सिटीलाई कसरी व्यवस्थित गर्ने, उच्च शिक्षालाई कसरी व्यवस्थित गर्ने, मेरो भनाइ चाहिँ के हो भन्दाखेरि आवश्यकता पर्छ भने छलफल गर्नु सरहरू। दुईवटा कुरा एकदम गम्भीरतापूर्वक लागेको छ। एज ए मन्त्री होइन है, एउटा एज ए मन्त्रीले बोलेको कुरा नीतिगत हुन्छ, त्यसैले यो मेरो मन्त्रीको हैसियतले होइन। एउटा शिक्षा क्षेत्र राम्रो बनोस् भन्ने एउटा विद्यार्थीको हैसियतमा मैले दुईवटा कुरा चाहिँ देखिरहेको छु। के हामी यसै गरी चाइनिज इन्डियनहरूले जस्तो कोलाबोरेसनमा हाम्रो विदेशबाट युनिभर्सिटीहरूलाई आऊ भनेर ल्याउन सक्छौँ? छलफल गरौँ, यो डिस्कसन होस्। किनभने हामी रोक्न चाहन्छौँ हाम्रो युवालाई। मेरो सचिवालयमा काम गर्ने भाइको दाजुको छोरो आइटीमा डिप्लोमा गर्न पाएको छैन, 50,000 को जागिर पायो, अलि ट्यालेन्ट थियो, अहिले 70,000 पुग्यो, तर उसले अमेरिका जाने प्रोसेस सुरु गरिसक्यो। उसलाई हामीले कतिपय प्राध्यापक साथीहरूको 70,000 तल पुग्दैन होला। भर्खर ग्रेजुएट गरेको मान्छेले 70,000 हार्ड क्यास लिइरहेछ, तर बस्दैन देशमा। हो यो पुस्तालाई कसरी राख्ने यो देशमा? हाम्रो उच्च शिक्षाले यी पुस्ताहरूलाई सम्बोधन गर्नुपर्छ। त्यो सम्बोधन गर्ने उपायहरू के हुन्छन् मलाई अहिले त्यो धेरै थाहा छैन, केही कुरा मनमा लागेको छ। तर यो सरहरूले उपाय दिने है, हामी हाम्रो यही पुस्तालाई यो देशमा टिकाउन सकेन भने त देशको अस्तित्व त रहँदैन। त्यसैले उच्च शिक्षामा साँच्चै गम्भीर भएर चिन्तन गर्नुपर्ने, छलफल गर्नुपर्ने कुराहरू धेरै छन्। अर्को कुरा, अहिले भर्खर हामीले एउटा केसमा रोक्यौँ, दक्षिण कोरियाकोमा D2 र D4 हो क्या अरे, दुईवटा भिसामा जाने विद्यार्थीहरूलाई रोक्यौँ। त्यहाँको राजदूतले यहाँ परराष्ट्रमा चिठी लेख्नुभयो, परराष्ट्रले हामीलाई लगाए यसमा इमिडिएट स्टेप चाल भनेर। अब विद्यार्थीहरू एकदम +2 मात्र गरेर गएको छन्, कोरियन भाषा पढ्न पनि गएको छन्, ब्ल्याकलिस्टेड युनिभर्सिटीहरूमा पनि पढेका छन्। जुलुस निस्किसक्यो, खोल भनेर मन्त्रालयमा आइसक्यो। मैले पनि हुँदैन, खोलिँदैन, 2 महिना स्टप गर, पुरै एउटा कार्यदल बनाएको छु, स्टडी गर, सहसचिवको नेतृत्वमा कार्यदल छ, परराष्ट्रको उपसचिव समेत राखेको छु, खोज र ब्ल्याकलिस्टेड युनिभर्सिटीहरूलाई नपठाउने, रोक्ने होइन, पठाउने आधारहरू छ भने पठाउने, नत्र भने आफ्नो युवा भर्खरका युवाहरू 17-18 वर्षका युवाहरू छन्, त्यसमध्ये पनि केहीको त के केस पत्ता लाग्यो भने उनीहरूले राजदूतलाई भने हामीसँग कागजमा 1-1.5 लाख रुपियाँ लिए पनि एक्चुअली हामीले बुझाएको पैसा चाहिँ 15 लाख छ, 16 लाख छ, 18 लाख छ। म श्रम मन्त्री हुँदा उहाँकै 61 सालमा उहाँकै क्याबिनेटमा श्रम मन्त्री थिए, कोरिया काम गरेर पठाउँदा त्यही हो, ठुलो लडाइँ लडेको मैले त्यो बेला। अहिले त्यही तरिका विद्यार्थीहरूमा चलिरहेछ। अनि एउटा शिक्षा मन्त्रीले यो कुरा ठुल्ठुलो हेरेर बस्नु त सक्दैन नि, सम्भव भएसम्म रेगुलेट त गर्नु पर्यो। दनादन विद्यार्थीहरू गइरहेछन्, 900 भन्दा बढी त सेन्ट्रल उसबाट लिएको विद्यार्थीहरू के अरे कन्सल्टान्सीहरू छन्, 900 भन्दा बढी त यहाँ हाम्रो सङ्घीय सरकारमा छन्, प्रदेशहरूमा कतिजनाले स्वीकृति लिएको थाहा छैन। अब अहिले 4 जना हाम्रो भिसी साहबहरू दक्षिण कोरियाको भ्रमणमा हुनुहुन्छ। मैले सुने उहाँहरू त्यहाँका विभिन्न युनिभर्सिटीसँग MOU गर्दै हुनुहुन्छ, शिक्षा मन्त्रालयले पत्तो छैन कसरी रेगुलेट गर्ने, मैले सुने मात्रै। अब के MOU गरेर आउनुहुन्छ थाहा छैन। अनि हेरेको हाम्रोमा त रेगुलेट गर्ने के छ, कमसेकम मन्त्रालयले के विषयमा MOU गर्ने हो त्यो थाहा त पाउनु पर्यो। के विषयमा उहाँहरूले गर्दै हुन्छ, हामीलाई चाहिने हो कि नचाहिने हो? भिसीहरूले घुम्न पाउनुभयो, बस त्यतिमै जेमा पनि सही गरेर आउनु त भएन। यस्तो एक प्रकारको अलि नीतिहीनता र नियमको अभाव पनि हाम्रो शिक्षा क्षेत्रमा छ। यी सबैलाई रेगुलेट गर्न यो मैले मात्र सक्ने होइन, यो तपाईँहरू सबैको साथ चाहिन्छ। र म हाम्रो नयन महर्जीलाई के धन्यवाद दिन चाहन्छु भन्दाखेरि एमालेको शिक्षा विभाग पनि छ, तपाईँहरू एकाडेमिक एक्सर्साइज गर्नुहोस्, बस्नुहोस् एक ठाउँमा बसेर। मैले एकचोटि एउटा इन्टरभ्यूमा भनेको थिएँ, कम्युनिस्टहरूले बिपी कोइराला नपढ्ने,
र काङ्ग्रेसहरूले पुष्पलाल नपढ्ने हो भने यिनीहरूको बुझाइ कहिले पनि कम्प्लिट हुँदैन, कहिले पनि कम्प्लिट हुँदैन। तपाईँ नेपालको हिस्ट्री, नेपालको कल्चर, नेपालको काठमाडौँको मनस्थिति, नेपालमा मातृसत्ता यो पढ्नुहोस्। महेशराज पन्तले प्रशंसा गरेको हुनुहुन्छ पुष्पलालको इतिहास सम्बन्धी ज्ञानलाई। त्यो पुष्पलाल तपाईँहरूले बिपी कोइराला पढ्नेहरूले पुष्पलाल पढ्नुपर्छ, 4-5वटा भोल्युम छन्, पढ्नुहोस्। र पुष्पलाल पढ्नेहरूले बिपी पढ्नुपर्छ। बिपीको साहित्य हो नि, बिपीका राजनीतिक साहित्य पढ्नुहोस्, उहाँका डायरीहरू पढ्नुहोस्, त्यहाँभित्रबाट निचोड निकाल्नुहोस्। तपाईँहरू हामीहरू जुन आइसोलेटेड मनस्थितिमा छौँ कि अहिले पनि बुद्धिजीवीहरू एकअर्कासँग सङ्गत नगर्ने, माफ गर्नुहोस्, राम्रा मान्छेहरू जहाँ पनि राम्रै हुन्छ। जुनसुकै फुल, राम्रो सुगन्ध दिने फुललाई तपाईँ जुनसुकै बारीमा लगेर रोप्नुहोस् न, त्यसले सुगन्ध नै दिन्छ। मान्छेहरू पनि त्यस्तै हुन्, व्यक्तित्वहरू पनि त्यस्तै हुन्। सबै वामपन्थी हुनेहरू राम्रा छन् भन्ने पनि ठान्नु भएन, सबै डेमोक्रेट हुनेहरूले हामी मात्रै राम्रो छौँ भन्ने पनि ठान्नु भएन। समस्या त्यहाँभित्र पनि छ, समस्या यहाँभित्र पनि छ। मैले टुङ्ग्याउनु लागेँ र लास्टमा म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरू एक ठाउँमा बस्नुहोस्। हामीलाई एउटा दीर्घकालीन शिक्षा नीति चाहियो। यो अहिले इसिडीको विवाद भइरहेछ हाम्रो समितिमा। मैले हेरेँ इसिडीमा कुन मोडलमा गएको रहेछन् भने चाइनिजहरू 3 वर्षमा गए, इन्डियाहरू पनि 3 वर्षमा गए। हाम्रो शिक्षा नीतिमा अहिले तीर्थ खनियालजीले होला शिक्षा नीति 2076 को देखाउँदै हुनुहुन्थ्यो, त्यहाँ प्रष्ट रूपमा लेखेको छ 1 वर्ष इसिडी भनेर। अहिले पढिरहेको छु, जति पनि डकुमेन्ट ऐनहरू छ, कति हामी शिक्षा नीति एउटा छ, शिक्षा ऐन अर्को छ। यो म अब शिक्षा मन्त्री भएपछि त पढ्नै पर्यो। अनि त्यो हेर्छु बात छ, एउटा कुरा एक ठाउँमा छ, अर्को कुरा एक ठाउँमा छ। यी सबैलाई मिलाएर अगाडि बढ्नु छ। अब भागेर हुँदैन। दुनियाँलाई बदल्ने हो भने, परिवर्तन गर्ने हो भने हामीले सुरु त आफैबाट गर्नुपर्छ। तपाईँहरूले राम्रो एउटा छलफल सुरु गर्नुभएको छ, यसलाई विस्तार गर्नुहोस् र पोलिसी लेभलका तपाईँ साथीहरू दुवैतिरका बस्नुहोस्। सम्भव हुन्छ भने त्यहाँ पनि ल्याउनुहोस्, माओवादीलाई पनि ल्याउनुहोस्, अरू दलकालाई ल्याउनुहोस् र कमसेकम 10-15 वर्षको एउटा साझा कन्सेप्ट हामीलाई चाहियो। र बुद्धिजीवीहरूलाई मेरो भनाइ के भने, जब रुसोलाई सजाय सुनाएर जेलमा हालिदियो, मार्ने सजाय, विष खुवाउने सजाय दिइयो, त्यसपछि उनका चेला प्लेटो लगायतहरूले के गरे भन्दाखेरि उनलाई भगाउने बन्दोबस्त गरे। जेलरलाई, कर्मचारीहरूलाई पैसा खुवाएर, त्यो बेला त अरू साधन थिएन, घोडा थियो, घोडा चढाएर सिमाना कटाउने प्लान गरेर जब उनीहरू रुसो कहाँ गए, रुसोले भाग्न मानेन। मैले जे भनेको थिएँ ठिक भनेको थियो, म विष पिउन तयार छु, तर म भाग्दिनँ। किनभने भागेँ भने मैले लिएको विचार, मैले लिएको अडान कमजोर हुन्छ। बुद्धिजीवी साथीहरू, प्राज्ञहरू, घाँस नखानुहोस्। घाँस खान खोज्नु भने पोलिटिसियनहरूले घाँसै खुवाएर चलाइराख्छन् है। त्यसैले घाँस नखाने अठोट चाहिँ हामीले गर्ने हो, बुद्धिजीवीहरूले गर्ने हो। बिसी चाहिन्छ भनेर, डिन चाहिन्छ भनेर, रेक्टर चाहिन्छ भनेर दौडदौड गर्न थालेर लौन बनाइदेऊ भनेपछि उनीहरूले शान्ति त भयो नि। तपाईँहरू परिस्थिति यस्तो बनाउनुहोस् न, ल न सर तपाईँ भिसी बनिदिनुहोस् भनेर मन्त्री र प्रधानमन्त्री तपाईँका आग्रह गर्न आउनुहोस् न। हामीलाई चाहिएको यो एकाडेमिक क्वालिटी र यो एकाडेमिक फ्रिडम हो। त्यो दिशातिर अगाडि बढ्न हामीलाई आजको यो गोष्ठीले उत्प्रेरित गरोस्। मौका दिनुभएकोमा नयन सिंह महर्जीलाई धन्यवाद। नमस्ते।